धन चाहिँदा लक्ष्मी पूजिन्छ, विद्या चाहिँदा सरस्वती देवी पूज्ने पूजेनहरूको राम्रो भएन मती। महिलाहरूको इज्जत लुट्न खोज्दैछ नि नर पशुहरू बल जप्ती। अब उत्रनु छ दुर्गा बनी देखाउँदै हाम्रो शक्ति, अब उत्रनु छ दुर्गा बनी देखाउँदै हाम्रो शक्ति। धन्यवाद यस कार्यक्रमकी सञ्चालिकाज्यू, श्रद्धा सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथिगण, उत्कृष्ट मध्यमा पनि सर्वोत्कृष्ट प्रतिभा छनौट गर्न बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, समय सूचक, यहाँ उपस्थित महानुभाव तथा मेरा प्यारा मित्रजन। म यसै विद्यालयको कक्षा 9 मा अध्ययन छात्रा कृतिका बस्नेतको तर्फबाट नमस्कार। आज म महिला सशक्तिकरण शीर्षकमा 2 शब्द लिएर प्रस्तुत गर्न गइरहेको छु र मेरो 2 शब्द यस प्रकारका छन्। माया र दया की खानी, सौन्दर्य की रानी, सहनशीलता की प्रतिमूर्ति। शब्दहरूको भालाले मुटु छिया छिया पारिदिए पनि पीडा पिएर मुस्कान उकल्न सक्ने एक अद्भुत कलाकार हुन् महिला। यिनै सृष्टिको अमूल्य गहनालाई सामाजिक, सांस्कृतिक, आर्थिक, मानसिक रूपमा गरिने अमानवीय, अपाच्य, अनैतिक, अवैधानिक क्रियाकलाप साथै समाजमा देखिएका र आम सञ्चारमा समेटिएका बलात्कार, अपहरण, दाइजोको नाममा हुने कुटपिटका दृष्टान्तहरू आदि इच्छा र आकांक्षा जस्ता भावना मेट्न नपाई आफू आफैमा चिप्पिएर मनको रोदन र पीडाले कयौं रात सिरानी भिजाउने लाखौं महिलाको दर्दनाक र कहलिलाउँदो अवस्था हो महिला हिंसा। महिलालाई अर्को शब्दमा नारी, स्त्री आदि नामले पुकारिन्छ भने सशक्तिकरण भनेको सशक्त बनाउने, सुधार गर्दै जाने र सेवा र सुविधाले सम्पन्न बनाउने काम भन्ने बुझिन्छ। पुरुषको तुलनामा महिलाको सशक्तिकरणले विकास निर्माणदेखि लिएर शान्ति, सुरक्षा र मेलमिलापको वातावरण सिर्जना हुन्छ। सभाध्यक्ष महोदय, नेपालमा मात्र नभएर अन्य देशहरूमा महिलाहरू अधिकारबाट वञ्चित छन्। यसको प्रमुख कारण भनेको महिला हिंसा हो। महिला हिंसा आजको यो शान्त, सुन्दर र खुसियाली समाजको एउटा तगारो बनेर उभिएको छ। यही तगारो उगारेर महिला र पुरुष एक रथका 2 पाङ्ग्रा बनी विकास निर्माणको यज्ञ कुण्डमा पुरुष चुरो बनेर र महिला सुरो बनेर होम गर्दा विकासको आगो दन्कन्छ भन्ने कुरामा 2 मत छैन। तर विडम्बना, आजको यो पितृसत्तात्मक समाजमा महिलाको बोली वचन व्यवहारमा चोरी औला उठाइन्छ। छोरो जन्माउँदा खुसियाली मनाउँदै बेलुन फुटाइन्छ, तर त्यही घरमा मानवता र संस्कारलाई बिर्सेर एउटा चेलीको इज्जत लुटिन्छ। जब म पत्रिकाको हेडलाइन पढ्छु म आत्तिन्छु, झस्किन्छु। 4 वर्षीय बालिकाको बलात्कार भयो रे, त्यो पनि आफ्नै बाउबाट। अनि म मुहार हेर्छु मेरो भगवान समान पिताको। धिक्कार लाग्छ यो समाजबाट। पूर्वी हिमालमा झुमा बनेर र पश्चिममा देउकी बनेर बसिरहेका चेलीहरूको उज्यालो दिन आउँछ कि आउँदैन, यो कुरा अनमेलमै छ। यदा यदानि धर्मस्य ग्लानि भवति भारत अभिन्यन्त्यम अधर्मस्य मानव सिर्जनायम भनेर श्रीकृष्णले अर्जुनलाई भने चाहिँ म यस मञ्चमा एउटा वक्ता मात्र नभएर कर्ता र हर्ता बनी सबैसँग समन्वय गरेर महिला सशक्तिकरणको लागि अघि बढ्न चाहन्छु। मैले पढेकी छु, सुनेकी छु, दुर्गा माताले दुष्ट दैत्यको अन्त्य गरी सज्जनहरूको रक्षा गरेकी थिइन् रे। अब हामी नारीहरू पनि दुर्गा माता बनेर नारी हिंसाको लागि अघि बढ्नुपर्छ। नारी हिंसाको पाप धुरीबाट कराइसकेको छ। अब हामी नारीहरू चुप लागेर र हात बाँधेर बस्नु हुँदैन। सभाध्यक्ष महोदय, मलाई लाग्छ कि यति गरेसँगै देशमा अर्की विमला बलात्कृत हुनुपर्ने छैन। जंगलमा घाँस दाउरा गर्न गएकी सुन्तली दिदी सुरक्षित घर फर्किने छिन् र भाइटिकाका दिन दिदी भाइ र दाजु बहिनी बीच हुने मेलमिलाप 365 दिनसम्म राष्ट्रको कुना कुनामा गुन्जिनेछ। र त्यसपछि मैले कक्षा 5 देखि पढ्दै आएको नारी देवी हुन् भन्ने भनाइले सार्थकता पाउनेछ भन्दै म यस मञ्चबाट बिदा हुन चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।